हजारौं रोहिङ्ग्याहरू म्यानमारदेखि कसरी नेपालसम्म आइपुग्छन्? उनीहरूको उद्देश्य के हो? उनीहरू नेपाल आउने मात्रै होइन, नेपाल आएर नेपाली पासपोर्ट बनाएर विदेशसम्म पुगिसकेका छन्। ठाउँ ठाउँमा रोहिङ्ग्याका बस्तीहरू छन्। यो तलपट्टि यहाँ पनि रोहिङ्ग्या मुसलमानहरूको बस्ती छ। रोहिङ्ग्या मात्रै होइन, त्यसै गरी बङ्गालीहरू पनि नेपाल पसेर नेपालमा बम पड्काउनेसम्म धम्की दिन थालिसके। हम बांग्लादेशी तुम्हारे देश में आ चुके हैं, बम भी फोड़ेंगे, हिंदुओं को काटेंगे भी। आखिर हाम्रो देशमा के भइरहेको छ? कसरी विदेशी नागरिकहरू नेपालमा घुसिरहेका छन् र उनीहरूले के समस्या निम्त्याउँदैछन्? लेट मी एक्सप्लेन। भिडियो सुरु गर्नुभन्दा अगाडि तपाईलाई एउटा खुसीको खबर सुनाउँछु। हामीले सिस्कुल एकाडेमीबाट 12 दिनको प्रोफेसनल कन्टेन्ट क्रिएसनको ट्रेनिङ सुरु गरेका छौँ, जहाँ तपाईले फेसबुक र युट्युबको लागि प्रोफेसनल कन्टेन्टहरू बनाउन सिक्नुहुनेछ। यदि तपाईँ बिजनेस गर्दै हुनुहुन्छ भने तपाईले एडभर्टाइजहरू पनि बनाउन सिक्नुहुनेछ। त्यसैगरी रिसर्च, स्क्रिप्ट, एसइओ, एआई लगायतका विभिन्न कुराहरू पनि यही ट्रेनिङमा तपाईले सिक्न पाउनुहुनेछ। यसै पनि हामीले यो ट्रेनिङको फी एकदमै कम राखेका छौँ। त्यसमा पनि सुरुमा रजिस्टर गर्ने 20 जनाले 50% को डिस्काउन्ट पाउनुहुनेछ। यदि तपाईँ पनि सिक्न चाहनुहुन्छ भने मैले तल कमेन्टमा कन्ट्याक्ट लिङ्क राखिदिएको छु, त्यहाँ कन्ट्याक्ट गरेर आफ्नो सिट आजै बुक गर्न सक्नुहुनेछ। अब जाउँ भिडियोको टपिकतिर। नेपालमा अवैधानिक तरिकाबाट आएका रोहिङ्ग्या मात्रै होइन, पाकिस्तानी, अफगानी, बङ्गालीहरूले पनि ठुलो समस्या निम्त्याउँदै गएका छन्। तैपनि सुरुमा रोहिङ्ग्याहरूको बारेमा कुरा गरौँ, किनकि रोहिङ्ग्याहरूको सङ्ख्या धेरै ठुलो छ। यसरी नेपाल आउने रोहिङ्ग्याहरू सबभन्दा पहिला उनीहरूको देश म्यानमारबाट छिमेकी देश बङ्गलादेशसम्म आइपुग्ने गर्छन्। बङ्गलादेशको शरणार्थी क्याम्पमा केही समय बसेपछि उनीहरू मानव तस्करहरूसँग मिलेर इन्डियाका विभिन्न राज्यहरूमा आउने गर्छन्। यसरी इन्डिया आइपुगेपछि अब उनीहरूको लागि त्यति धेरै टेन्सन रहँदैन, किनकि नेपाल र इन्डियाको खुल्ला सिमाना छ। तैपनि तस्करहरूले उनीहरूलाई विराटनगर, काँकडभिट्टा लगायतका विभिन्न बोर्डरहरूबाट नेपाल छिराएर नेपालमै बस्ने व्यवस्था पनि मिलाइदिन्छन्। धेरैजसो केसमा यसरी आउने नयाँ रोहिङ्ग्याहरूलाई पुराना यहाँ भएका रोहिङ्ग्याहरूको ग्रुपसम्म पुर्याएर छोडिदिने अथवा UNHCR को अफिससम्म लगेर दलेहरूले नै छोडिदिने गर्छन्। यसरी नेपालसम्म रोहिङ्ग्याहरूलाई ल्याए बापत तस्करहरूले उनीहरूसँग बङ्गलादेशी टका 2,50,000 सम्म लिने गरेको रेकर्ड छ। नेपाल पस्ने रोहिङ्ग्याहरू कोही नक्कली आधार कार्ड बनाएर आउने गरेको पाइएको छ, कोही जोगीको भेषमा आउँछन् अनि कोही राति लुकी छिपी बोर्डर क्रस गर्छन्। ओरिजिनल है तो डुप्लीकेट लेके तू क्यों है? कहाँ डुप्लीकेट है मामा, क्या बोले? हुन त नेपालमा रोहिङ्ग्याहरू पस्न थालेको इतिहास त्यति धेरै पुरानो छैन, तर छोटो समयमा यो संख्या यति धेरै बढ्यो कि अहिले देशको लागि नै एउटा टाउको दुखाइको विषय बनिसकेको छ। आजभन्दा करिब 14 वर्ष अगाडि सन् 2012 मा पहिलो पटक उनीहरू नेपाल भित्रिएका थिए। त्यति बेला जम्मा 3 परिवारका 11 जना मात्रै थिए। त्यसको करिब 7-8 वर्षको अवधिमा यो संख्या अत्यधिक बढ्यो। 2020 मा उनीहरूको कुल संख्या 400 को हाराहारी पुगिसकेको थियो। यसरी उनीहरू नेपालमा भित्रिनुको पछाडि रिजन एकदम सिम्पल थियो। उनीहरूले बङ्गलादेश र इन्डियाको तुलनामा नेपाललाई सुरक्षित र स्ट्यान्डर्ड महसुस गर्न थाले। उनीहरूले नेपालमा अहिले बङ्गलादेश र भारतभन्दा शान्त अनि सुरक्षित बसोबासको महसुस गरेका छन्। त्यसपछि आफन्तलाई बोलाउन थाले। रोहिङ्ग्या भित्रिने क्रम अहिले पनि निरन्तर जारी छ। त्यही माथि पछिल्लो समयमा इन्डियाका सुरक्षा निकायहरू अलि चनाखो बन्दै गएपछि उनीहरूले नेपाललाई अझै ठुलो टार्गेट बनाउन थाले। यसै पनि बङ्गलादेशमा भएका रोहिङ्ग्याहरूलाई नेपाल पुगेपछि अमेरिका जान पाइन्छ भनेर दलेहरूले फास्लाङ फुस्लुङ पार्ने गर्थे। यसैले गर्दा पनि बङ्गलादेशमा भएका अरू रोहिङ्ग्याहरू जसरी हुन्छ नेपाल पुग्नै पर्छ भनेर तस्करहरूलाई मोटो रकम बुझाएर आउन थाले। जी न्युजको रिपोर्ट अनुसार केही रोहिङ्ग्याहरू नेपाल आउनुभन्दा अगाडि नै नेपालका दलेहरूसँग सेटिङ मिलाएर जग्गा जमिन र डकुमेन्ट समेत किनेर नेपाल आउने गरेका थिए भनेर लेखिएको छ। उनीहरू काठमाडौँ लगायतका नेपालका विभिन्न ठाउँहरूमा यसरी बसोबास गर्दै आएका छन्। रोहिङ्ग्या शरणार्थी कपन स्थित राम मन्दिरमा 7 रोपनी जग्गा वार्षिक 14 लाख भाडामा लिई 18वटा टहरा बनाएर बसेका छन्। कपनमा मात्र होइन, देशका विभिन्न भागमा रोहिङ्ग्याहरूले डेरा जमाएका छन्। करिब 3000 को संख्यामा रोहिङ्ग्या नेपालमा रहेको विभिन्न निकायहरूले तथ्याङ्क निकालेका छन्। चुनिखेलको ओह्रालोको छेउमा यो तलपट्टि यहाँ पनि रोहिङ्ग्या मुसलमानहरूको बस्ती छ र यहाँ टिनको छाप्राहरू
टिनले नै बारेको टिनले नै छापेको छाप्राहरूमा चाहिँ उहाँहरू बस्नु भएको छ। कोही रोजगारी र कामको सिलसिलामा नेपालका अन्य ठाउँहरूमा पनि पुगिसकेको देखिन्छ। यहाँनिर सबैभन्दा ठुलो समस्या के हो थाहा छ? त्यो हो नागरिकता। उनीहरू आफ्नो ज्यान जोगाउनको लागि आफ्नो देशै छोडेर भागेका हुन्। उनीहरू बाँच्नको लागि सङ्घर्ष गर्दैछन्, त्यो पनि अवैधानिक तरिकाले अर्काको देशमा पसेर। पहिले त हामीहरूलाई युएनले खाने लागि 5,750 रुपियाँ दिएको छ। अहिले त त्यही पैसा रोकिसक्यो, 3 वर्ष भइसक्यो। अब त्यहीको लागि हामीहरूलाई गाह्रो भयो खाने लागि, त्यहीको लागि हामी काम गर्ने आएको। यो अवस्थामा उनीहरूले सबभन्दा पहिला नेपालको नागरिकता लिन चाहेका हुन्छन्, नेपाली नागरिक बन्न चाहेका हुन्छन्। किनकि नागरिकता बिना न कुनै पहिचान हुन्छ, न कुनै काम पाइन्छ, न त कुनै सरकारी कागजात नै तयार हुन्छ र यही समस्यामा नेपाल फस्दै गएको छ। केही वर्ष अगाडि नेपालको नागरिकता लिएका मोहम्मद नूर आलम कलङ्कीबाट पक्राउ परेका थिए। बीबीसीको रिपोर्ट अनुसार झन्डै 200 जना रोहिङ्ग्याहरू नेपाली पासपोर्ट समेत बनाएर साउदी अरबसम्म पुगिसकेका रहेछन्। यहाँनिर बुझ्नै पर्ने कुरा के छ भने यसरी नक्कली नागरिकता बनाएका घटनाहरू हजारौंमा एउटा दुईटा मात्रै बाहिर आउँछन्। त्यो पनि कारणवश कुनै केस पर्यो भने, पक्राउ पर्यो भने। नत्र त जसले नागरिकता बनाइदिएको हुन्छ उसले यसै पनि गुपचुप राखेको हुन्छ त्यो घटनालाई, र जसको नागरिकता बनेको हुन्छ उसले हल्ला गर्दै हिँड्ने कुरै भएन। त्यही भएर जनकपुर धामका मुस्लिम समुदायका अगुवाले समेत 3 पुस्ते खोजेर चेक गर्नु पर्यो भन्दै यसरी आवाज उठाएका थिए। एउटा मौलाना भनेर ठुलो दाढी बनाएर भन्छ कि म नेपालको हो भने त्यसलाई पनि 3 पुस्ताको हेर्नुस्, यो परिचय पत्र यहाँको छ कि छैन कि अरूबाट आएको छ, त्यो मूल तपाईँको त्यो नीतिलाई पनि हेर्नुस्, जसले आफ्नो जय श्रीराम भन्छ। लगभग 1 वर्ष अगाडि नै विश्व हिन्दू परिषदले यसको आपत्ति जनाएर सरकारलाई ध्यानाकर्षण पनि गराएको थियो। तर यहाँनिर यो पनि बिर्सिनु हुँदैन, यस्तो समस्या त रोहिङ्ग्यासँग मात्रै होइन नि। भारतीय आधार कार्ड भएका कयौं व्यक्तिले नेपाली नागरिकता लिएका छन्। रोहिङ्ग्या जस्तै नेपाल पसेर बङ्गालीहरूले पनि यहाँको नागरिकता लिन थालेका छन्। ल ठिकै छ, नागरिकता लिएनन् अरे, तैपनि यसरी विदेशीहरू नेपालमा पस्नु देशको लागि धेरै ठुलो समस्या हो। उनीहरूले नेपालभित्र बसेर भोलि के गर्न सक्छन् भन्ने कुरा हामीले अनुमान समेत लाउन सक्दैनौँ। इक्जाम्पलको लागि तपाईँ यो भिडियो हेर्नुहोस्। हम बांग्लादेशी तुम्हारे देश में आ चुके हैं, बम भी फोड़ेंगे, हिंदुओं को काटेंगे भी। यसको मतलब सबैलाई उस्तै छन् भनेर त भन्न सकिँदैन। तैपनि जोसँग काम छैन, कमाई छैन, डकुमेन्ट छैन, त्यस्ता व्यक्तिहरू 2 नम्बरी काममा फस्ने सम्भावना धेरै नै हुन्छ र तस्करहरूले पनि त्यस्तै व्यक्ति खोजिरहेका हुन्छन्। नेपाल भित्रिएका केही रोहिङ्ग्या नागरिकहरू लागु औषध कारोबार जस्ता गम्भीर अपराधमा संलग्न रहेको पाइएको प्रहरीको दाबी छ। नेपाल प्रहरीले यस्ता विदेशी नागरिकहरूलाई 2 नम्बरी काम गर्दा गर्दै धेरै पक्राउ पनि गरिसकेको छ। त्यही भएर नेपाल प्रहरी पनि यो केसमा धेरै चिन्तित बनेको छ। हुन त मानवताको नाताले हेर्ने हो भने रोहिङ्ग्याहरू धेरै ठुलो समस्यामा छन्। उनीहरूलाई संसारमै सबैभन्दा बढी अत्याचार भोगेको जाति भनेर चिनिन्छ। उनीहरू आफ्नो ज्यान जोगाउनकै लागि नेपाल छिरेका थिए। तर दया माया भनेको आफ्नो ठाउँमा हुन्छ। सबभन्दा पहिला राष्ट्र र राष्ट्रियता हुनुपर्छ। नेपाल रहनु पर्यो, नेपालमा शान्ति हुनु पर्यो। अन्य विदेशी नागरिकको तुलनामा रोहिङ्ग्याहरूको केस अलिकति फरक छ। UNHCRले सहयोग गर्छ कि भनेर उनीहरू बेला बेला धर्ना पनि दिने गर्छन्। यहाँनिर मुख्य समस्या भनेको यो सबै कुराको लागि हाम्रो देशमा नीति बनेको छैन। त्यसैले सबभन्दा पहिला हाम्रो सरकारले एउटा नीति बनाएर यस्ता विदेशी नागरिकहरूलाई के गर्ने, कसलाई कहाँ पठाउने, जे जसरी हुन्छ यो केसलाई टुङ्गो लाउन जरुरी छ। त्यति मात्रै होइन, नक्कली नागरिकता बनाउने विदेशीहरूको नागरिकता खोसेर त्यस्ता नागरिकता बनाइदिने नेपालीलाई समेत विदेशतिरै पठाइदिनु पर्छ। यदि तपाईँ मेरो कुरामा सहमत हुनुहुन्छ भने यो भिडियोलाई लाइक, कमेन्ट, शेयर गर्न नबिर्सनुहोस्।